ल दाइको यात्रा चाहिँ शुभ रहोस् है, राम्रोसँग जानु होला। दर्शकवृन्द नमस्कार। आज हामी यस्तो ठाउँमा जाँदैछौँ जहाँ श्रम गरेरै बनाए श्रम पार्क। जहाँ पुग्दा वरिपरिका सुन्दर मनोरम र प्राकृतिक दृश्य साथै पार्कको रौनकताले सबै थकान र पीडालाई बिर्साइदिन्छ। पूर्वको सुन्दर नगरी धरान अनि धरानको मेयर हर्का साम्पाङले बनाएको श्रम पार्क। पहाडी जिल्लाहरूमा यही बाटो हुँदै ढाकीमा नुन बोकेर जान्थे रे, अनि नुन बोक्नेलाई ढाक्रे भनेर भनिन्थे रे। श्रम पार्कमा ढाक्रेको प्रतिमा अनि सुन्दर बगैँचा लगायत थुप्रै कुराहरूलाई देखाउनेछौँ। अनि धरान नामकरण कसरी भयो भन्ने कुरालाई पनि प्रतिमाद्वारा यथार्थ चित्रण गरिएको छ श्रम पार्कमा। आउनुहोस् साथीहरू, आज हामी जानेछौँ धरानको श्रम पार्क। ल साथीहरू, फाइनली हामी यो श्रम पार्कमा आइसक्यौँ है। श्रम पार्कको पनि यो चाहिँ पार्किङ स्थल हो, गाडीको पार्किङ स्थल हो, जहाँ आउनका लागि चाहिँ यो भानुचोकदेखि है, धरानको भानुचोकदेखि चाहिँ टेम्पोहरू आउँछ। टेम्पोमा एकजना बराबर 50 रुपियाँ तिरेर चाहिँ यो ठाउँसम्म आउन सकिन्छ सजिलैसँग है। यो अगाडि छ श्रम पार्क चाहिँ, हामी यहाँ आइसकेका छौँ। हामी अगाडि जाँदैछौँ है त साथीहरू। यो पुल क्रस गरेर हामी पारि जानुपर्ने हुन्छ होइन। अहिले चाहिँ पानी परिरहेको छ है, यो पानीले गर्दाखेरि हो होइन, नभएदेखि यहाँनिर यति धेरै भिड हुन्छ नि, यो ठाउँमा यति धेरै भिड हुन्छ है। अहिले चाहिँ पानी परिरहेको छ, त्यो पानीले गर्दाखेरि अहिले त्यति भिड छैन होइन। अहिले पानी परिरहेको छ होइन। यहाँ यो पुल मुनि चाहिँ खोला थियो क्या पहिले, पौडी खेल्ने, गर्मी हुँदाखेरि यहाँ आउने पौडी खेल्ने ठाउँ थियो। अहिले त्यो प्रतिबन्ध छ होइन, यो पाइँदैन अहिले चाहिँ यहाँ पौडी खेल्नलाई। यहाँदेखि पारिपट्टि चाहिँ जुन पार्क हो त्यो पार्कमा जाँदैछौँ। यो पुल हामीले क्रस गर्नुपर्ने हुन्छ है त। श्रमदाता धराने जनता अनि त्यसै गरी धरानको मेयर मिलेर बनाएको चाहिँ यो श्रम पार्क हो है। एकदमै राम्रो छ। कस्तो भन्नुहुन्छ भने यो बिचको खोला हो, वारी र पारी डाँडा छ अनि बिचमा खोला बगिरहेको छ होइन। अनि त्यो खोलाको साइडमा र खोलामै बनाएको छ है यो श्रम पार्क चाहिँ है। यसलाई चाहिँ बिपी पार्क पनि भनिँदो रहेछ। अनि यहाँ चाहिँ बिपी कोइरालाको शालिग पनि यहाँनिर हामीले देख्न सक्छौँ है। यो हामी बाटो जाँदैछौँ। अब यो हामी पुल पारि आइसक्यौँ। यहाँनिर चाहिँ एउटा फोटो स्टुडियो छ होइन। यो फोटो स्टुडियोमा चाहिँ तुरुन्तै फोटो खिचेर तुरुन्तै दिनुहुन्छ है उहाँहरूले। ल ट्याक्कै यो पुल पारि हो, यो पुल पारि हो। अनि यहाँदेखि अब चाहिँ हामी मेन पार्कमा जान्छौँ होइन। मेन पार्कमा चाहिँ जाँदैछौँ। ठ्याक्कै यो बाटो है, बाटो हामी अगाडि बढ्छौँ होइन। यहाँ जहाँ देखिरहेको छ यो तारको जाली लगाएको छ नि, यहाँदेखि उता पनि यो पार्क नै हो है। त्यहाँदेखि उता पनि पार्क नै हो। त्यहाँ पनि छिर्नलाई पैसा लाग्छ है, 20 रुपियाँ 15-20 रुपियाँ यस्तै पैसा लिन्छ त्यहाँ। यो पार्कै यो बाटो हामी अगाडि बढ्छौँ है। अनि यो जुन तारको जालीदेखि भित्र पनि यो गार्डन छ होइन, सानो गार्डन छ। अनि त्यहीँभित्र बच्चाहरूलाई खेल्ने ठाउँ पनि छ त्यहाँनिर है। यहाँभित्र चाहिँ हामी त्यहाँ पराको चाहिँ त्यो मूर्ति मान्छे पो रहेछ, म त मूर्ति भनिरहेको थिएँ नगर प्रहरी क्या। उठ्यो क्या हो। ट्याक्कै यहाँ चाहिँ यो बिपी पार्क भन्दो रहेछ है। यहाँ चाहिँ यो बिपी कोइरालाको यो प्रतिमा पनि रहेछ यहाँनिर पर देखिएको छ होइन। अनि यहाँबाट देखिने यो हराभरा यो सिनहरू, यो दृश्यहरू पनि एकदम नेचुरल छ क्या है। यहाँ आइसकेपछि माइन्ड फ्रेस हुन्छ क्या, माइन्ड पनि एकदमै फ्रेस हुन्छ होइन। क्या आनन्द आउँछ क्या यो ठाउँमा है। यति सुन्दर ठाउँ छ है। एकपटक तपाईँ धरान आउनुभयो भने यो ठाउँ चाहिँ आउन नबिर्सिनु होला है। यति आनन्द हुन्छ यो ठाउँमा आइसकेपछि। अनि यहाँ नजिकै यो ओसो तपोवन पनि छ। तर आज हामीलाई चाहिँ यो थोरै यो पानी पऱ्यो कि, पानीले गर्दा हल्का चाहिँ डिस्टर्ब गर्यो है। ल ठ्याक्कै हामी अहिले चाहिँ यो टिकट काउन्टरमा है, यो टिकट घरमा आइपुगेको छौँ। यहाँ श्रम पार्क भनेर पनि लेखिएको छ होइन, श्रम सांस्कृतिक पार्क है। यो ठाउँमा आइसकेको छौँ र यहाँ चाहिँ यो टिकट घर हो है। एकजना व्यक्ति छिरे बापत चाहिँ हामीले यहाँनिर 20 रुपियाँ पैसा तिर्नुपर्छ है।
यहाँ चाहिँ टिकट लिने अनि अब हामी भित्र छिर्ने कोसिस गर्दैछौँ। ल साथीहरू, अब हामीले यो टिकट पनि लिइसक्यौँ। अब हामी यो पार्कभित्र छिर्दैछौँ होइन। ल हेर्नुहोस् है, अब पार्क सुरु भयो यहाँदेखि। यसरी चाहिँ पार्कको डिजाइन गरिएको छ। ल यो चाहिँ ढोल हो है, ढोल। हाम्रो दाइ चाहिँ अब खेतमा जानु लाग्नु भएको छ है, धान रोप्नलाई। आज चाहिँ ल्याउने दिन छ। त्यसैले दाइ आज जानु होइन त हाम्रो। अब दाइहरू चाहिँ माथि माथि पहाडबाट चाहिँ नुन बोक्नको लागि जस्तो यसरी धरान चाहिँ झर्नुहुन्थ्यो होइन। यहाँ हामीले देख्न सक्छौँ, यहाँ माथि चाहिँ यो ग्यालिनहरू छ होइन। अब सबै पानी अनि त्यस पछाडि हाँडा भाँडाहरू होइन। अनि त्यस पछाडि यहाँनिर कराई, थाल होइन, सबै कुराहरू छ। यसरी चाहिँ ढाकारमा चाहिँ यहाँबाट धरानबाट नुन बोकेर चाहिँ पहाडतिर जानु पर्थ्यो क्या पहिले। त्यही कुरालाई चाहिँ यहाँनिर यसरी अहिले चाहिँ प्रतिमा बनाएर चाहिँ देखाइएको छ यो बिपी पार्कमा है। बाटो पनि यही नै है। ल दाइको यात्रा चाहिँ शुभ रहोस् है, राम्रोसँग जानु होला। जुन बेला यातायातको सुविधा थिएन, बाटोघाटोहरू खुलेको थिएन, त्यो बेला नुन खानको लागि चाहिँ पहाडी जिल्लाबाट चाहिँ यसरी धरानमा, यसरी ढाकारमा आफूले खाने सम्पूर्ण खानापिना बोकेर चाहिँ उहाँहरू चाहिँ ढाकार लिएर चाहिँ नुन लिनलाई र खाद्यान्नका सामग्रीहरू लिन आउनुहुन्थ्यो अरे। र यही बाटो हुँदै हुँदै चाहिँ आफ्नो गन्तव्यस्थल यानि कि आफ्नो घरतिर लाग्नुहुन्थ्यो अरे है। त्यही प्रतिमालाई यहाँ यसरी चाहिँ देखाइएको छ। यो एकदमै महत्त्वपूर्ण र ऐतिहासिक कुरा पनि हो यो चाहिँ है। साथै अब यो श्रम पार्कलाई हामी चाहिँ एकदमै राम्रोसँगले निहाल्नेछौँ है, अगाडि बढ्नेछौँ। के छ यो श्रम पार्कमा होइन, के सम्म चाहिँ हामीले देख्न पाइन्छ है, त्यसलाई राम्रोसँग नजिकबाट निहाल्नेछौँ है त। त्यसै गरी यहाँनिर हामीले यो शालिग देख्न सक्छौँ। यो शालिगमा चाहिँ अनुहार छोपेको छ, हातमा कुटो, कोदालो, गैँतीहरू छ भने। त्यसै गरी यता बस्नको लागि यो एकदमै राम्रो ठाउँ पनि बनाइएको छ है। यो उसमा चाहिँ शालिगको चाहिँ अनुहार छोपिएको छ है। यो चाहिँ सायद अब कुनै समय यसको चाहिँ अनावरण गर्नको लागि, उद्घाटन गर्नको लागि हुनसक्छ। अनि यो काँधमा पाइप पनि बोकेको दृश्य हामीले यहाँ देख्न सक्छौँ। त्यसै गरी यहाँ चाहिँ दुईजना मान्छेहरू मिलेर है, आराले चाहिँ ठुलो मुढालाई यसरी माथि राखेर चाहिँ काटिरहेको छ। यो काठ काटिरहेको छ है। आराले चाहिँ यसरी काठ काटिरहेको दृश्य हामीले देख्न सक्छौँ है। यसलाई चाहिँ के त धरान भनेर भनिन्छ। यो काठ काट्ने चाहिँ यो विधि छ। यो यसरी बनाएर चाहिँ मुढा काट्ने र मुढा काटेर काठ बनाइन्छ, त्यसलाई यो काट्ने ठाउँलाई चाहिँ धरान भनिन्छ हो। त्यसैले गर्दा चाहिँ यो चाहिँ धरानको नाम पनि यहीँबाट चाहिँ धरान भनेर चाहिँ नामाकरण गरिएको भनेर चाहिँ हामीले यो किंवदन्तीहरू पाइन्छ। र यो चाहिँ पहिला चाहिँ यहाँनिर चाहिँ बस्ती थिएन धरानमा है। त्यति बेला यो ठुलो जङ्गल, त्यो जङ्गलमा चाहिँ रुखहरू यसरी नै धरान बनाउने अनि काठ काट्ने धरानमा, र फेरि त्यसै गरी रुखहरू ढाल्ने, यस्तै धरान बनाउने अनि काठहरू काट्ने गर्दा गर्दै
धरानको नाम धरान रहन गएको हो भनेर चाहिँ धरानको मेयर हर्क साम्पाङले चाहिँ यसरी धरान बनाएर नै काठ काटेको देखाएर नै यसरी चाहिँ धरानको नाम चाहिँ यो कारणले गर्दाखेरि चाहिँ धरान रहन गएको हो भनेर चाहिँ यसरी प्रतिमा बनाएर उहाँले चाहिँ देखाउन खोज्नु भएको हो। यो चाहिँ ल यहाँ चाहिँ काठ काट्दै गरेको चाहिँ आरावालहरू हामीले देख्न सक्छौँ है। हामीले यहाँको माटो चाहिँ यस्तो छ क्या, यो यस्तो यो बालुवा मात्रै छ होइन, तर पनि यो यस्तो यो बालुवा एकदमै धेरै बालुवा छ होइन। यो बालुवामा पनि यस्तो हरियाली हामीले यहाँ देख्न सक्छौँ है। यहाँनिर विभिन्न फलफुलहरू रोपिएको छ है, फुलहरू अनि यो फलफुलहरू विभिन्न बोट बिरुवाहरू पनि यसरी हरियाली बनाएर चाहिँ यहाँ अहिले रोपेको देख्न सक्छौँ।